सो गाइज गुड मर्निङ फ्रम जुनसुमै अहिलेको बिहान कति 8 समथिङ कति भएको छ। सो यहाँ रोहित भाइ छ, केटाहरू उता छन्। सो अब यहाँबाट म किनारतिर जान लागेको अवस्था अनि त्यही हो बाइक चाहिँ यस्तो छ, ठिकै छ भनौँ। बस यहाँको भ्यू चाहिँ बबाल नै छ है, मन खाने भ्यू भनौँ न। So, त्यही गाइस म यता गइदिन्छु। सही देखेँ यार। सो गाइस गुड मर्निङ फ्रम जुनसुम बजार है। अहिले चाहिँ म जुनसुमतिर छु अनि त्यो हात्ती हेर्नु आयो अनि अहिले चाहिँ हामी माथि मुक्तिनाथको लागि निस्किँदैछौँ है। लास्ट थकाइ लागेको जस्तो गाइस यार, के भन्छ यार, यो हिजो दिन भयो यो बाइक गियर ब्रेक समाउँदाखेरि लास्ट थकाइ लाग्यो भन्छ भने। अनि सो अहिले चाहिँ म अगाडि जाँदैछु है। अनि त्यो चाहिँ तपाईँको जुनसुमको एयरपोर्ट है। हिजो चाहिँ अब आज झन् घाम लगाइदिएन होइन। लास्ट टाइम आउँदा त पानी थियो, हिजो नै आउँदा पानी नै परिरहेको थियो, पछि चाहिँ घाम लाग्यो होइन। अहिले चाहिँ घाम लाग्यो, सरी पछि भन्दा छ होइन। आजको वेदर चाहिँ बवाल नै छ भन्न होइन, नो वाट नो उस। अनि त्यही यहाँ चाहिँ आर्मी ब्यारेक छ। अहिले चाहिँ हामी अब अगाडि बढ्दैछौँ है। यस्तो छ यस्तै छ है। सो गाइज अहिले चाहिँ म स्टेटको लागि है के भन्छ राइडको मजा भन्दा नि अब भन्दै नसाह्रो भइसकेको छ मलाई होइन। सो के भएन, ठिक छ। म त अब राइडको लागि मान्छे भयो, राइडमै गर्छु होइन। सो विथ द डोन्ट केयर अबाउट दिस ब्रो होइन। सो गाइज तपाईँको पानीपट्टि छ, बाइक सब परिरहेको छ। दिस इज हेभन केटा हो, हेभन। मुस्ताङ इज अ हेभन ब्रो होइन। मुस्ताङ इज अ हेभन होइन। रोक त भाइहरू कहाँ गयो? खै केटा खै त नि हात तेरिका सिङ्गो भनेको यार। कहाँ पुगे? कहाँ पुग्यो तिनीहरू? तेरि
सिधा बस्छ सिधा बस्छ टाउको नजिक है सिधा बस्छ मलाई टर्निङ गर्न अप्ठ्यारो हुन्छ कि त्यो केटाहरू ल्यान्ड गरिहाल्नु हुन्छ छोडेको कुरा सुगाइज अहिले चाहिँ म मुस्ताङ जाँदैछु है त्यसरी किन जाँदैछु कुराहरू अट्काउँदै गएको तिनीहरूले सो एभ्री मोस्टको ड्रिम प्लेस मुस्ताङ होइन हेभन नै हो मुस्ताङ कसो रोक है भनेर भाइलाई नरोक्यो नि जग्गा त भन्नु ल्याएन नि भाइ ल्याएन मैले है साउथ सकेर केटा त नि के यार So, Evan, this is Mustang, guys. कालबिन आउन लागिसकेँ है एउटा अगाडि गयो म चाहिँ पछि चिन्छु किनभने पछि भन्न लगाएर के सो के भन्छ अरे एउटा स्पेसल मेसेजलाई दिन चाहन्छु है कसलाई भन्नु डेडिकेसन त एउटा मलाई दिन्छ होइन हामी यस्तो हो कस्तो छ भने अब मिल्ने भए त दुईजना यस्तो बवाल ठाउँ हो यो मुस्ताङ भनेको छ होइन अब के यस्तो छ सो अहिलेलाई चाहिँ म मुस्ताङतिरै छु है गाइज अनि आज फर्किन्छु मुस्ताङ जान्छु कता बस्छु अहिले ल फाइनल म काट्नु आउन होला है मेरो फोन पनि अगाडि फाइनल गाइज म चाहिँ अहिले कालबिनी आएँ कस्तो नकुरेको यिनीहरूले मलाई भने क्या कुर्नुपर्छ नि गाइज अहिले म अब्लोबै छु है
वेलकम टु मुक्तिनाथ भाँडा है वडा नम्बर 1 स्याउबारी हो अब त स्याउ छैन नि त सिजनमा यहाँ राम्रो राम्रो स्याउहरू फल्छ यस्तो पिकअप नलिएको भए पनि सो गाइस अहिले हामी है गाडीले पिकअप हुन छोडिसक्यो गाइस पिकअपै लिँदैन यार के भन्छ नि अफिसन गर्नुभयो अब यहाँ सो अलराइट गाइस म अहिले मात्रै आउन लागिसकेँ है पिकअप भन्छु नि लास्ट भएर बाटो पिकअपै छैन हेर्न अक्सिजन कम भएर है यस्तो गर्छ पिकअप लिनु जानु मान्छे नै आएको छ गाइस है एफआईलाई चाहिँ मजाले तान्छ यो उसो तान्दैन कि गुडगुड गर्छ काट्नु पनि सो ल फाइनली यो मुक्तिनाथ तपाईँको मन्दिर त माथि बढिसक्यो So guys, this time मुक्तिनाथ पनि आइदियो है फाइनली गाइस मुस्ताङ पनि आइयो इनलाई त गाह्रो हो उहाँ त कस्तो यार बाइक जान दिन्न आजकल पाउँदैन अरे यत्रो इन्नोभा छ त हाम्रो